हेलो एभ्रिवान वेलकम ब्याक टु नेपाली कुना आज चाहिँ यो भिडियोमा किन चाहिँ धेरै एआई प्रोजेक्टहरू चाहिँ सक्सेसफुल हुँदैन र त्यसलाई कसरी फिक्स गर्ने भन्ने बारेमा कुरा गरौँ वी टक अबाउट एआई हाउ टु युज इट वेयर टु युज इट अल दिस थिङ्स होइन तर एआई प्रोजेक्टहरू क्रिएट गर्छौँ बनाउँछौँ तर त्यो कसरी सक्सेसफुल हुन्छ भन्ने बारेमा चाहिँ हामीले धेरैले कम सोचेका हुन्छौँ आइएम नट टकिङ अबाउट जस्ट स्मल स्टार्टअप अर इन्डिभिजुअल पर्सन तर ओभरअल एट द इन्टरप्राइज लेभल होइन इन्टरप्राइज लेभलमा पनि चाहिँ कति मिलियन डलर खर्च गरेर एआई प्रोजेक्टहरू क्रिएट गरे हुन्छ होइन डिप्लोय गरे हुन्छ तर अल्टिमेटली गएर त्यो प्रोजेक्टहरू चाहिँ फेल हुन सक्ने चान्सेस बढी हुन्छ त्यो किन हुन्छ त लेट्स टक अबाउट द्याट पहिलो इस्यु भनेको चाहिँ नो क्लियर प्रब्लम स्टेटेड है प्रब्लमहरू चाहिँ राम्ररी आइडेन्टिफाई नै गरेको छैन जस्तै कुनै पनि एउटा टिमले चाहिँ हामी एआई युज गर्छौँ भनेर भन्न सक्छ होइन तर त्यो एआई के को लागि युज गर्ने त फर वाट पर्पज त्यसको मेन अब्जेक्टिभ के हो त यसले के प्रब्लम सल्भ गर्छ त भन्ने चाहिँ क्लियरली आइडेन्टिफाई नहुँदाखेरि पनि प्रोजेक्टहरू चाहिँ फेल हुनसक्छ त्यसरी एआई भनेको एउटा टुल मात्र हो होइन तर अल्टिमेटली गएर यसलाई कसरी युज गर्ने यसले कुन कुराले चाहिँ बेसिकली सल्भ गरे हुन्छ र युजरको चाहिँ के पेन पोइन्टहरूलाई चाहिँ यसले चाहिँ सल्भ गर्छ त होइन बिजनेसको चाहिँ कुन कुन रिक्वायरमेन्ट्सहरूलाई चाहिँ यसले फुलफिल गर्छ त भन्ने कुरा चाहिँ एकदम क्लियरली आइडेन्टिफाई भएन भने पनि त्यो प्रब्लमहरू आइडेन्टिफाई भएन भने पनि एआई प्रोजेक्टहरू फेल हुनसक्छ त्यो एउटा मेन रिजन हो नो प्रब्लम स्टेटेड करेक्टली अर आइडेन्टिफाइड अप्रोप्रिएटली है त त्यो भनेको पहिलो एउटा कारण भयो अर्को सेकेन्ड एकदमै इम्पोर्टेन्ट कुरा जुन कन्सिडर गरिएन भने एआई प्रोजेक्ट फेल हुन्छ त्यो भनेको चाहिँ पुवर डेटा क्वालिटी तपाईँको डेटा क्वालिटी चाहिँ राम्रो छैन भने पनि यहाँहरूले सुन्नुभएको होला गार्बेज इन गार्बेज आउट मोडलिङहरूमा तर एआईको स्पेसिफिक केसमा भनेको गार्बेज इन एक्सपेन्सिभ गार्बेज आउट भन्ने हुनसक्छ किनभने तपाईँको डेटा क्वालिटीमा चाहिँ एकदमै धेरै कुराहरू फोकस भएको हुन्छ जस्तो तपाईँले मोडलहरू बिल्ड गर्नुभयो भने प्रायः जस्तो तपाईँले चाहिँ डेटा क्वालिटीमा चाहिँ फोकस गर्नु जस्तै त्यसलाई क्लिनिङ गर्नेदेखि लिएर त्यसलाई प्रोसेसिङ गर्ने होइन त्यो डेटाहरू चाहिँ कति मिसिङ छ त डुप्लिकेटेड डेटा छ कि छैन त्यो बिजनेस पर्सपेक्टिभले चाहिँ त्यो डेटाले मेक सेन्स गर्छ कि गर्दैन भन्ने कुराले एकदमै फोकस गर्नुपर्ने हुन्छ यदि त्यो कुरालाई फोकस गरिएन भने डेटा क्वालिटी पुवर हुन्छ र त्यही डेटा तपाईँले एआईमा युज गर्नुभयो तपाईँको मोडलमा युज गर्नुभयो भने तपाईँको प्रोजेक्टको आउटपुट पनि एकदमै पुवर क्वालिटीको हुन्छ जुन तपाईँले ध्यान नदिएको पनि हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ बिजनेसलाई हर्ट हुनसक्छ र लसमा जान सक्छ त्यसले गर्दा यु हेभ टु बी भेरी केयरफुल विथ द डेटा क्वालिटी स्पेन्ड मोस्ट अफ द टाइम इन डेटा क्वालिटी आफ्टर द्याट तपाईँले चाहिँ एआई प्रोजेक्टहरूमा चाहिँ त्यो डेटा युज गर्नको लागि चाहिँ इट्स गन बी भेरी सुइटेबल यो थियो दोस्रो कारण पुवर डेटा क्वालिटी जसले गर्दा चाहिँ एआई प्रोजेक्टहरू फेल हुनसक्छ अर्को थर्ड कारण भनेको चाहिँ नो युजर एडप्सन तपाईँले एआई मोडलहरू बनाउनु भयो एआईको प्रोजेक्ट त क्रिएट गर्नुभयो होइन त्यो चाहिँ डिप्लोइमेन्ट पनि भयो र युजमा पनि आइसक्यो तर युजमा आउँदाखेरिको क्षणमा चाहिँ तपाईँलाई चाहिँ त्यसको आउटपुटमा चाहिँ कसैले विश्वास गर्न सकेन भने होइन युजरहरू त्यसलाई जुन युज गर्नुपर्ने युजरहरू छ त्यो युजरले चाहिँ कन्फिडेन्ट फिल गरेन भने पनि त्यो प्रोजेक्टहरू फेल हुनसक्छ त्यसको चाहिँ कुनै भ्यालु हुँदैन त्यसैले गर्दाखेरि तपाईँको ट्रान्सपरेन्सीका कुराहरू हुन्छ होइन तपाईँले मोडलहरू क्रिएट गर्दाखेरि एआई प्रोजेक्टहरू क्रिएट गर्दाखेरि चाहिँ कस्तो डेटा युज गर्नुभयो कुन तरिकाले त्यसलाई प्रोसेसिङ गर्नुभयो र तपाईँको एआईको चाहिँ ओभरअल कसरी काम गरिरहेछ भन्ने अन्डरस्ट्यान्डिङ क्लियरली भएन भने र तपाईँको आउटपुट चाहिँ कतिको विश्वासिलो छ भन्ने पनि एउटा त्यहाँ भ्यालिडेसन अर्थात् चेक जस्तो छैन भने चाहिँ युजरले चाहिँ त्यसलाई चाहिँ विश्वास नगर्न सक्छ त्यसले गर्दाखेरि युजर एडप्सन नहुन सक्छ त्यसले गर्दा पनि तपाईँको एआई प्रोजेक्टहरू आफ्टर यु स्पेन्ड अल दोज डलर्स इन्टु द प्रोजेक्ट त्यो चाहिँ युज नहुन सक्छ अर्थात् फेल हुनसक्छ यो अर्को कारण हो त्यसैले गर्दा यसलाई फिक्स गर्नको लागि चाहिँ एउटा युजर एडप्सनको कुराहरू र तपाईँको आउटपुट चेक आउटपुट भ्यालिडेसनका कुराहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ त्यसलाई पनि ध्यान दिनु होला यो कारणहरू थियो मुख्यतः होइन भनेपछि एउटा रियल सक्सेसफुल प्रोजेक्टमा चाहिँ के हुनुपर्दो रहेछ भन्दाखेरि चाहिँ एउटा क्लियर पर्पज हुनु पऱ्यो क्लियर डेटा हुनु पऱ्यो डेटा क्वालिटी राम्रो हुनु पऱ्यो र ह्युमन सेन्टर्ड डिजाइन हुनु पऱ्यो एउटा युजरले चाहिँ एडप्ट गर्ने सक्ने खालको एउटा डिजाइन हुनु पऱ्यो यो तिनवटा कुरालाई चाहिँ ध्यान दिनुभयो भने तपाईँको एआई प्रोजेक्ट चाहिँ सक्सेसफुल हुने चान्सेसहरू धेरै हुन्छ आई होप दिस वाज भेरी हेल्पफुल टु यु एन्ड अरू पनि हामी यस्तै बारेमा छलफल गर्नेछौँ स्टे ट्युन फर द्याट एन्ड आइल सी इन द नेक्स्ट वान थ्याङ्क यू भेरी मच